आज हामी गुरुदुङमा गएको किनभने चाहिँ अस्तितिर चाहिँ बाटो छिरी थिएन अनि आज चाहिँ दिन राम्रो भयो त्यही भएर चाहिँ आज हामी गुरुदुङमा अब दर्शन गर्नु जाँदैछौँ। अहिले यहाँ बाटोमा हामी रोकेर अहिले रेस्ट गरिरहेको छु। अहिले युङहरू मजाले परिरहेको छ दिनुहुन्छ त्यो छ युङहरू मजाले अब परेर रमाइलो भएको रहेछ। हेर्नुहोस् मेरो ब्याकग्राउन्ड हेर्नुहोस् ल युङमा परेर यस्तो रमाइलो हो। आज माथि हामी गुरुदुङमा सबै घुमिसकेर आज हामी अन्त मङ्गन ब्याक हुन्छु। युङहरू हेर्नुहोस् ल युङहरू चाहिँ आम्मो यस्तो रहेछ चिसो मामा हेर्नुहोस् त यो त साङदुप रहेछ नि दामी गर्नुपर्छ युङहरू युङ अनि तपाईँलाई म माथि गुरुदुङमा अब कस्तो भएको रहेछ भने तपाईँलाई देखाउन चाहन्छु ल भरे लास लासो यस्तो भएको छ। ज्वरो लाग्यो रे ज्वरो लाग्यो हात कक्रिँदैछ हात दिखा त सुनिसक्यो आज सुन्ने अरे हो त रहेछ नपापेको यो चाहिँ गुरुदुङमाको तलपट्टि हो अनि यो 0 पोइन्ट जाने रोड र यो उम्बु जाने चाहिँ गुरुदुङमा हो त। अनि हामीलाई अहिले जानु दिएको छैन आर्मीहरूले किनभने चाहिँ अहिले कुनै अलिक चेक गर्दो रहेछ त्यो भएर चाहिँ हामीले अहिले जानु दिएको छैन। त्यही भएर चाहिँ अहिले हामी यहाँ बसिरहेको। अहिले हामी गुरुदुङमा आइपुगिसक्यो। सबै पूजासुजा सबै सकेर चाहिँ हामी दर्शन गर्न आँटेको यहाँ यस्तो छ हाम्रो गुरुदुङमा यस्तो छ। अन्त जो पनि अब आएको छैन पनि हजुरहरू पनि अब यस्तो छ Oma home bezo guru pe masu di 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 bezo guru pe masu di home अब यो चाहिँ के भन्छ भने गुरु पेटमा सम्भव स्वयं हाम्रो सबै प्राणीको निम्तिको लागि सुख शान्तिको लागि गुरु पेटमा सम्भव होला स्वयं हाम्रो लागि यहाँ तीर्थ बनाइराखिदिएको छ। हजुरहरू आएर दर्शन गर्नु सक्नुहुन्छ। अहिले मान्छेको जन्म भएको बेलामा अहिले हामीले यस्तो नेहरू हामीले दर्शन गरिरहेको छ। हामी यस्तो फेरि हामी यो यस्तो नेहरू हामी फेरि दर्शन गर्न पाउँदैन। त्यही भएर अहिले हामी मान्छेको जुन अहिले पाएको बेलामा हामीले यस्तो इम्पोर्टेन्ट नेहरू हामीले दर्शन गर्न पाउँछ। अब हामी चाहिँ फर्केको अब गुरुदुङमाबाट चाहिँ यो चाहिँ हाम्रो गुरुदुङमा तर आइपुगिसकेर एक दुईवटा कुकुरमा अनि चिया बनाइदिएर अहिले खाँदैछौँ हामी। अहिले त्यही गाडीमा चिसो भएर त्यही भएर यहाँले छिन आराम गरेको चिया खाँदै साथीहरू इन्जोय गर्दै हो।
गफ गर्दै बसिरहेको छु अहिले